बखुराहरू जाने 9 बजिसक्यो त यिनै हैन 6 बजेदेखि रेडी भएको होला है सबैजना सुहाउँदैन रहेछ अब त किरा लाउँदा पनि सुहाउँदैन रहेछ न क्रिम लाउँदा सुहाउँछ हक्नु कहाँ हक्नु भन्नु न यहाँ बस्नु कि तपाईँ जाने के उता फर्का न के हुँदैन कन्ट देखाउनु त हुँदैन हौ तपाईँको मालहरू केटा कसले केटा माग्छ मन्दिरमा आएर केटा त्यही I have no money, okay? कति लाग्यो तेल पनि केसमा छ्या नक्कल 80 वर्ष पुगेर नक्कल त्यो तेल कहाँ लाउँछ अन्डरतिर केसमा मात्रै हो 80 वर्ष पुगेर नक्कल कहाँदेखि आउँछ यस्तो झिल्के भएर झिल्के टाउको भएर लु बखु लाउनु न लु बखु लाउनु न बखु लगाइदिए भन्नु न ए लु 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 पैसा गर्ने लु छिटो बखु लाउनु तपाईँ त यतिकै भइसक्यो बसेको लु बाजु लु उठेर आउनु त लु जानेले बाजु कस्तो भएर जाने अन्त पेटी त खोइ त्यसले हुँदैन यार त्यो मेरो प्रेसर दबाई निकाल्नु बिर्सिन्छ अहिले प्रेसरको त्यो ब्याक साइडमा 16 वर्ष उमेरेको भन्दा एकदम हेर्दे पेन पनि लाग्यो क्या भित्रदेखि ट्र्याक हो ए हात माथि कजानेले गुवाटिप्लु जाने कसकोमा खेतला कति दिन चाल्यो हाजिरा कहाँ जाने गुवाटिप्लु जानेले किन भन्छ बाजुको छुवा छ त अन्त उठ्यो के हो ए गलबन्दी साँच्ची त्यसले बाँध्दा हुन्छ नि हाम्रोतिर त यस्तो छ है पेटी नहुँदाखेरि गलबन्दीले बाँधिदिने सेन कसले लायो कस्तो मिठो गनायो म पनि लाउँ न म लगाइदिएको छ हात छोडौँ त धन्यवाद गलबन्दी सबभन्दा राम्रो यहाँ छ मेरो परियार काम गर्ने मैले त बाँधा न यहाँ म पक्रिरहेको अरे यार छिटो बाँध्नु अगाडि गलबन्दीले एकदम कस्नु भुँडी ओके यो ल आऊ कस्तो यो छोरा त काम लाग्दैन है छ्या अहिले लेडला बेरको भन्छ है एउटा पेटी होइन त्यो अघिको गाँसौँ त यहाँ गाँस दु कि कस्तो न यो अलिक तन्किने खाले छ नि त त्यस्तो यहाँ लगाऊ न यहाँ यसो फुस्किन्छ नि त के को फुस्किन्छ ये मजाले यता भित्र चेपु न भरे वाङ्गै भयो भने फेरि केले खिप लाउने फेरि किङको यो लाउने किङको कता ए यो भनेको लु 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 तपाईले यहाँ पो लाउनुपर्छ त यहाँ ओ यहाँ सेन मलाई बेसी नलाइदिनु उसको सेन सक्छ अहिले पर्फ्युम उसलाई पनि किनु लाग्यो त्यो त्यहाँ दामी देखेको थियो मैले कता देखेको थियो त्यहाँ त कति दाम पो भन्छ त कति भन्छ 600-700 भन्छ नि त यो कतिमा किनेको यो त 250 अनि कम्ती दामकै रहेछ त कम्ती दामको माल कोही पानी ले त ठुलो मम्मी सानो गरेर कहिले बखुराहरू जाने 9 बजिसक्यो त यिनै सबभन्दा ढिलो उही भाले बसेदेखि ऊ 9 बजीदेखिको मोबाइल हेरेको 2 ओइ बजी नि अहिले त्यही मान्छे ढिलो निन्द्रा नलागेको हो कि बिहानै उठेको के हो गीत बजाएको छ फेलले यो खप्पै गम्मै यो कुनको लु 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 बक्खु लगाइहाल्नु छिटो कति बज्यो ऊ 8:30 भइसकेको छ हामी त 9-10 मात्रै पुग्छ होला माथि अन्त ठुलो ब्याग बखुलाई दे मैले त सेपै बनाउन जान्दैन ऊ बाबाले मिलाउँछ
मलाई त फ्याट यत्रो भुडी छ हो फेरि बाबाको त कसैले किरेछ अरे प्लेनमा त्यसो खाले तपाईँलाई त कसरी चाहियो फोटो खिच्दा माथि गएर खिच्दा हुन्छ त काले 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 अच्छा त्यही त लु छिटो फनफन बेरी हालौँ त त्यत्रो कम्बर छ हाम्रो गन्थन त कहिले छिटो हुँदैन 6 बजीदेखि रेडी भएको होला सबैजना लु छिटो 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 9 बजिसक्यो लु माथि पुग्दा 10 बज्छ यहाँ आइपुग्दा 12-1 बज्छ गन्थनै बेसी 2 बज्छ यहाँ छ नि त एउटा मेन हिरो चाहिँ यहाँ फोट घाम टङ टङ लागिसक्यो म त आउँदैन पानी आज सबै क्लियर भएको छ हेर्नु वेदर आहा कस्तो मजाको भएको छ म त कस्तो मोटो भएर के लाउँदा नि सुहाउँदैन रहेछ अब त किरा लाउँदा नि सुहाउँदैन रहेछ न क्रिम लाउँदा सुहाउँछ न के लाउँदा सुहाउँछ अत्त भ्यात्त परेर देख्दैन खानु आज मौसम कस्तो दामी रहेको छ पानी नपरोस् है कहाँ हेऱ्यो अङ्कलले फेरि गुगलमा हेरेको त कम्फोर्टेबल भएर हिँड्नु भयो त्यो हेर्नु त त्यो कस्तो भएर बसिरहेको छ त्यहाँ त्यो सबै तिम्रो चाहिँ किरा हो कि क्या हो त्यो छ नि त छोराको यहाँ नाटक त्यही फोटो खिच्नुमै हतार उयो हेर्नु त अब त झन् छेउमै गएर फोटो खिच्दा माथि गएर खिच्दा हुन्छ नि आज त हामी लाङ जाँदैछ नि त मन्दिर हामी गएको 4 जना लो हेन पम्पको मेरो किराहरू सब बिग्रिसक्यो त्यो बोजेको मुजेत राति मिलाइदिनु न ऊ पुरा तेने नै भइसक्यो त्यो पम्पको बाउ हिँड्दैन के हो घले साह्रै ढिलो हो टट्टी पो आउला जस्तो भयो पिसा पनि आउला जस्तो भयो कहाँ हिँड्ने भएपछि आउँछ नि आगे आउँदैन टट्टी पिसा यति बेला आउँछ कहाँ गएर हक्नु गुवायो कहाँ हक्नु भन्नु न यहाँ बस्नु पानीमा त्यहाँ उहाँ गएर किन्दा हुन्छ 10 रुपिसको कोइरीमा जन्मेको नानी को हो जन्मेको कोइरीमा गाइस हामी त गाडीमा चढिसक्यो साथीहरू अब हामी लाग्न जान्छौँ कराउँदा कति बज्यो हौ ठुक्कै गाडीमा चढ्यो हामी कराउँदा टाइम टेबल चाहिँ कहिले कति भयो मेरो मम्मी छ आमा हाई भन्नु यहाँ भन्नु तपाईँ त मेरो कमिटी हो नि त हाय मेरे अनि यहाँ फोटो खिच्नु सबबाट कस्तो मजाको हावा आयो अब त हामी कहाँ जाँदैछु त लागाउन जाँदैछु पूजा गर्नु सोध्नु मन लाग्यो गाडीमा चढ्यो अब हामी माथि गएर पूजा गर्छौँ के हो हजुरहरूलाई पनि देखाउँदैछु मोटो भएर हेर्नु न केसेर मोटो भएर खानु छोड्दैन केरा पनि ल्याएन हौ बनाइदिएको भन्थ्यो बोकेर मासको थियो क्या त्यो बेलको कहाँ हाले कमै भन्छ लोरीका तारा अब सेल्फी अब त सेल्फी खिच्नु न अब त फोटो खिच्नु भर्खर आइपुग्यो मलाई त पुरा आज त आम नट फिलिङ वेल टाइपको भइसकेको छ आइपुग्यो हामी त नखाउँ पनि तर बाबाहरू पर्खेको छ बाजु बजे अब जाँदा त हिँड्दै जानुपर्छ ल त्यो मुनि पाखा म पनि खाँदै जानुपर्छ मुनि बेच्दै रहेछ नि ह्यान्डसम देखेको छ आज झन् ग्यास्ट्रिक भएर के भुँडी फुल्लिएर त ग्यास्ट्रिक भनेको छ म त चिसोमा बसिरहेको छ पुरा
पुरा फुल्यो बुढी पात आयो नि पात दिनुपर्ने टटी आयो नि टटी गर्नु जान्छ पिछा गर्नु जाउँ न हौ यहाँ जङ्गलहरूतिर जाउँ ओइ यहाँ बस्ला कि तपाईँ पनि जाने लाउनु न पानी पनि लाउनु जाउँ त जङ्गलमा पिछा गर्नु कुन चाहिँ चिन्छ नि यो हामी त जङ्गलमा जान्छ नि पिछा गर्नु फेरि आरा चिन्ता यहाँ कुन चाहिँ सुँग्नु न त्यो पानी त सिर खोलेको छैन नि सुँग्दा भइहाल्छ त कहाँको कति राम्री राम्री केटी रायो के साह्रो राम्री राम्री कहाँ जानु हुन्छ उयो गरेर के को होला स्टुडेन्ट होइन के ट्रेनिङ के को हो कति राम्री राम्री केटीहरू आयो हामी जस्तो हामी त खोइ छैन कुकुर पन्ध्र जस्तो मुकुर छ राम्रै राम्रै मान्छेहरू राम्रै राम्रै केटीहरू आयो हामी त वहाँ पर बस्यौँ यहाँ छ यहाँ हिरो अब फोटो नखिच्ने ए तान्न फोटो लु म चाहिँ भाइ लु फर्स्ट म पिछा गर्नु जङ्गल जुन हो गु पनि आयो यो मान्छेले के भन्छ होइन फर्स्ट पिछा गर्नु जुन आउँछु नि म पिछा गरेर अन्त यसो पर्खिनु नि पिछा भइसकेको छ आज म जङ्गलमा साँपहरूलाई ठुङ्गेँ भने चाहिँ गयो आउँछ क्या बाबाहरू पिछा गर्नु जाने पिछा पाए यता जानु न यता 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 गर्नु जाँदैछ देख्छ है पिछा पाएपछि के गर्नु त साथीहरू पिछा गर्नु पर्यो हक्नु पर्यो मलाई त छ नि कहाँ हक्छ केले कन्ड पुस्नु जङ्गलले त्यो त यहाँ पिसाब परेको के उता फर्का न के हुँदैन कन्ड देखाउनु त ऊ कन्ड देखाउँदैन हौ तपाईँहरूको कन्ड केही हुँदैन केही देखाउँदैन हो तपाईँहरूको कन्ड किन देखाउनु कसले देखाउनु सबै कन्ड एउटै हो सबै कन्ड छ हेर्नु न साथीहरू कस्तो दामी रुख देखाउँदैन हौ तपाईँको मालहरू ऊ म पनि पिछा पायो शान्ति भयो पिछा गरेर थोत्तरी अहिले त भुँडी फुट्नु आँट्यो ग्यास्ट्रिक भएर के भएर भुँडी शान्ति के गुल्छ तपाईँले कहाँ गुल्छ फेरि तपाईँले गु चाहिँ ए पैसा त लु कति हो कति लु आज त हामी टाउन पनि जाने होइन ल तर बोल्नु न पैसा आयो भने त म तपाईँहरूलाई म आज त छ नि 5 स्टार होटलमै सुताइदिन्छु साँच्ची भाइ एक दिन त्यहीँ बस्नु खोलिदिनु त मन पानी खाऊँ न हौ अलिक माथि गएर खिचौँ हौ फोटो मलाई पुरा भुँडी कोक खायो यो पक्रिनु त फोन आइपुग्यो बाउ बाजुहरू सबै आइपुग्यो अहिले तपाईँले आज पूजा गरेर के माग्यो लाखाङमा गएर के माग्यो भन्नु त हामी त पूजाहरू गरिसकेर पनि निस्किसक्यो यहाँ माथि हो तर त्यहाँ मिल्दैन नि त भिडियो बनाउनु अलिक के भित्र क्यामेरा एलाउड छैन त्यही कारणले भिडियो बनाएन पनि मैले यहीँ नै हामीले पूजा गरेर निस्कि पनि सक्यो अब घर जान लाग्यो हिँडेर जाने है बाजु हिँडेर जाने हो घुम्दै घुम्दै गाडी त आउने भन्दैछ तर पनि त हिँडेर जाने हो मजा आउँछ आमाहरूलाई चलाउँदै पानी पो आयो भिज्दै जान्छ हामी डाइरेक्ट टाउन जाने कि टाउन जाने कता जाने बुद्ध पोइन्ट को जाने बुद्ध पोइन्ट पनि जाने अन्त हिँडेर कहिले पुग्ने हिँडेर त्यो लौ म त घरमा पो बस्छु त्यसो हिँडेर कहिले पुग्ने गाडी पिछा गर्नु गयो गाडी तपाईँले के माग्यो आज त्यहाँ त मैला थियो त्यतातिर मैला थियो के थियो पत्ताले छोपेर चाहिँ देखेँ बाबु टटी कुल्च्यो भने चाहिँ पैसा पायो ए आज लट्री पनि हेर्नु पर्ने छ हौ
वाइ त ट्याक्सी ठुक्क हाम्रो लागि के हो रहेछ त केमा यो पूजा गरेर ठुलामा ए म के माग्दैन सबै शान्ति बस्नु पाएन भइगयो सबैको त्यही त हो शान्ति बस्यो भने ठिकै छ है आमाले के माग्यो नानीहरू शान्ति बस्नु पाओस् सबैजना शान्ति बस्नु पाओस् त्यही माग्नु पर्यो हामी त यो रोडमा हिँडेको छ कराउँदै मैले के मागेँ थाहा छ भन्नु हुँदैन के मागेँ जस्तो लाग्यो मैले केटा कसले केटा माग्छ मन्दिरमा आएर केटा त्यही आउँछ नि त केटा आउने छ भने कसले माग्छ मन्दिर अप्पै पूजा गर्नु आएर केटा माग्छ हामीले केटा माग्यो होला माग्यो केटा कोनी तपाईँहरूले त्यो माग्यो होला बनेको चढेर हामीले ओ यस्तो हिँडेर जान्छ आज चाहिँ मेरो हिल लाएको चाहिँ खुट्टा चाहिँ भरे पुग्दाखेरि चाहिँ कस्तो हालत हुन्छ कैसे लगा मेरो मजा खोइ तिमीहरूको गाडी बोलाएन को दुईटा बोलायो अनि एउटा को जाने अनि हामी त हिँडेर ए बखु पाएको थियो बखु हेर नमिलेर यत्रो भुडी झन् यत्रो जनावरको भुडे उता माथि आउँदैछ हो त्यसो यार 48 पुगेछ हौ चार्जर पनि ल्याएन यार के गर्नुपर्ने हो ए चार्ज लगाएको त अब आइफोनको सकिहाल्छ के एकैछिन भिडियो टिकटक फोटो खिच्दाखेरि सकिहाल्छ आज मैले फोटो नि राम्रो नि खिचेन हौ यस्तो खिच्ने होइन साथीहरू यस्तो बनाइदिने यस्तो घरि पुड्के घरि लम्बु राम्रै नखिचिदिने फोटो त खिच्ने के हो नि यो क्यामेरा मैले त एकदम दामी दामी खिचिदिने उनीहरूको फोटो नि मेरो फोटो त राम्रै खिच्दिनँ हौ कसको प्रब्लम मेरो प्रब्लम होइन त्यो होइन मेरो मोबाइल दामी छ उनीहरूको त आमामा टलक टलक टल्किने म त छैन यसो परिरहेको पो खिच्दिने फोटो नै यति राम्री भएर गएको राम्री भएर गएको फाइदा भएन मलाई पूजा गरेर आएर यतिको चाहिँ नाच्नु पर्ने हुन्छ है नाच्नुपर्छ है डान्सर अन द फ्लोर on the floor काले मोबाइल मोमो उता पाउँछ खानुपर्छ हौ केरा पनि ल्याएन हौ घरमा गएर खान्छु केरा आमा म त बिहान कस्तो ग्यास्ट्रिक भएको यार पात्ता कहाँ पाँच भिरमा त्यहाँ त गुफा बसेको होला नि त लामाको गुफै बस्ने नै हो गुफै बसेको होला लामाहरू त्यहाँ अरे बा ऊ पिसा गर्नु गएको ऊ पो फस्ने के त सर्टकट बाटो के को कराउँछ नि ऊ पो रहेछ त सर्टकट बाटो निकाल्ने त छ उहाँ मुनिदेखि सर्टकट बाटो छ अहिले त हामी लङ्कर बाटो हिँडेको नि त हल्का क्यालोरीहरू पनि बढ्नु हुन्छ लुते हुन्छ अब मुनि गएर मोमो खाने हो मोमो चाउमिन खाने हो मालिक त कति हो 4-5 जना छ मालिक तपाईँ पनि एउटा त मालिकै हो नि त स्पोन्सर गर्ने तपाईँ पनि हो नि त स्पोन्सर गर्ने त I am no sponsor, okay? You are the one, okay? I am no money, okay? No, you have money. No, इतना I don't पैसा like, okay? I don't... तेरा पैसा कितना है बोलो नहीं तो हमको पैसा नहीं है म त मोमो खाने म त मोमो भोक लाग्यो पुरा कसरी हेर्ले प्लेटको मोमो के रहेछ हौ बेसको रहेछ बेसको लो खाई के हो त्यो चिली चप कसरी हेर्ले प्लेटको म फर्स्टमा फक्रिन्छ नि खानु त्यो अरे कम चिलो नि कतिवटा अहिले प्लेट 75 त्यो चिली चप कति हो 50 म त खाने हो भोक लाग्यो कति लाउनु बहिनी कति प्लेट उता पनि त्यो बाजालाई पनि 1 प्लेट दिनु बाजे भोक लाग्यो यार खतरो बिहान केही नखाएर आएको नि त यहाँ रहेछ यहाँ तपाईँ खाने के हो यो पनि यो पनि मोमो हो उहाँ भ्लगर निस्किहालेको छ एउटा वाट इज दिस
छेनु Oh, 100 शागे मिसा शागी है बेच की नहीं है? देश के पीछे हाँ बेच की बोली गाड़ी 75 ले क्या भुइँमा राखेको अन्त कहाँ राख्नु यहाँ माथि राख्न हो बेच की मशीन हामी त 1 2 3 4 5 6 7 बेस बिफ की गाय गेम निजा अनि दे ल जा कुन त नि चिया खाने खान्छ महँगो छ त चिया खाने तपाईँ न त्यो पनि खोला छेउमा खायो भने मिठो मन्चिनी चप खाऊँ यता 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 म समो तर तिमी मोमो खाँदैन अन्त ठोया खाँदिरो भोक लागेर हामीले फ्यामिली सबै आएर खाएको है यहाँ पूजा गरेर राजा होइन गाजा भनेको कस्तो मिठो हो खोलाको छेउमा यहाँ आन्टीहरूले बेच्नु ल्याएको रहेछ बाटो तपाईँहरू पनि खानु है आज बुझ्दैन खाँदैन भोकले घाँस पनि कता कता हालेको अतरै त मुख च्याति च्याति खान्न पाएको नि खान पाएको र होइन म त खान्छ थाउजन्ड भएको टोटल भयो मिठो भयो साथीहरू मैले त आज त कतिवटा मोमो खाएँ लु मैले खाएँ 1000 खा खासा चौडा मैले खाएँ त्यो पनि जङ्गलको बिचमा देख्दै होला नि खोलाको बिचमा कत्रो भोक लागेको थियो यार कस्तो भोक लागेको नि कस्तो हावा चल्यो जाडो पो भयो है हामी कहाँ डन्डा खाएर आएर पनि हामी यहाँ के भन्छ पुता पोइन्ट घुम्न आयो सबै फ्यामिली म त गले यहाँ हिल लगाएर खुट्टा नै पुरा टन भइसक्यो उसलाई जाडो भएको जस्तो छ हावाले पुगेको भन्छ कि अब अरूले बोलेको बिलिभ गर्दैन होइन बिलिभ गर्दैन होइन कस्तो शान्ति भयो नि टोइलेट हामीले त टोइलेट पसेर भर्खर निस्केको उही कस्तो भुँडी नै फुट्नु आँटिसकेको थियो मेरो त टटी आएर म त पर्खिन र म त ठ्याक्कै उयो जङ्गलमा हग्न आँटेको थियो अन्त म त शान्ति पाएँ पिसाब गरेर फुट्नै आँटेको थियो भुँडी नै हो नि हामी त यहाँ आयो यहाँ अब त मेरो ब्याट्री पनि सक्नु आएको थियो म त यहीँ एन्ड पो गरिदिन्छु अब फोटोहरू एक दुईवटा खिच्छु फ्यामिलीसँग त्यहाँदेखि यता ट्रपमा आउनु हो नि त्यहीँ पो फोटो खिच्नु थाल्छ उसले त जतासुकै होस् हावा हेर्नु न हावा ए कस्तो भुँडी फुट्नु आँट्यो बेसी खाएर किराले आफैले लडाउँछ नि त यहाँ आज चाहिँ फ्यामिलीसँगै गएर गइसकेँ अब म नि एउटा टिकटक खेल्नु पऱ्यो यहाँ डोइनेरो डोइनेरो मलाई त भुजेल्नी पो हो के भएको यहाँ ठुला आमाले यो त भुजेल्नी म भुजेल्नी देख्दैछु लखाङमा आएको छ पूजा गर्दैछ यत्रो सँगले बोल्नु भएन नि त त्यही कारणले फर्काउनु भएन हुँदैन आज फर्काउनु मेरो कस्तो दामी छ नि
마음이 멈춘